हेलो बुढो हामी कहाँ आएको आज हामी पाम बिच आएको फर्स्ट टाइम हो अब त्यो लाइट हाउस रहेछ त्यहाँ जाने रहेछ ट्रेकिङ 1.2 किलोमिटर रहेछ जाने हेर्ने आउने रमाइलो गर्ने वेदर राम्रो छ आज है जाम त नि कस्तो एन्टिलाइट गरे छैन कता हिँडेछौ ठमठम डाइलेक्ट चाहिँ कता सधैँ त्यही हो डाइलेक्ट राम्रो छ ठाउँ है तपाईँ कस्तो आनन्द दिन पनि कस्तो राम्रो पर्यो आज दिन पनि राम्रो पर्यो के बनायो त होइन यो चिप्लो यस्तो भन्दा त बरु सिँढी ठिक क्या सिँढीमा त यस्तो अप एन्ड डाउन गर्न सजिलो हुन्छ नि एकैचोटि लिरिक्क जाला जस्तो क्या यो पछाडि खुट्टा हिँड्दा जाँदैन खस्रो छ यस्तो खस्रो छ जाँदैन तर ठिकै छ यस्तै ठाउँ मनपर्छ मलाई त मजा आइरहेछ नि रमाइलो भइरहेको छ धेरै दिनपछि हिँड्यो धेरै दिनपछि नि धेरै महिनापछि अलिअलि सन्चो त थिएन ठिकै हुन्छ अब अलिअलि एक्सर्साइज जस्तो हुन्छ खै हिँड्यो भने मान्छे हेल्दी हुन्छ क्या के छ थाके नेपालमा कति हिँड्थ्यो ट्रेकिङ कति गरिन्थ्यो यहाँ चाहिँ अब होइन यहाँ 10 जाऊ महिना हिँडेपछि अब युजको कुरा हो के त्यही भनेको त उयो हाम्रो हट्यो नि त बानी पानी हटेको तर कि त गाडीमा हिँडेछ कि त 5 मिनटभन्दा हिँडेकै छैन अनि कस्तो भाइ कहाँ भन्दाखेरि पहिला पहिला मामा घरमा जाने बेलामा चाहिँ हिँड्दै गइन्थ्यो अनि साइडमा देख्न यस्तै देखिन्थ्यो यस्तै त्यस्तै त्यस्तो देखिन्थ्यो त्यस्तो आनन्द हुँदै त्यस्तो फिल भयो देख्न साल उता जान्थ्यो हिँड्थ्यो 1 घन्टा जति लाग्छ क्या बस्ने ठाउँ कहाँ पाउनु होला है त ठिकै छ राम्रै रहेछ बस्ने ठाउँ कहीँ पनि पाइएन बेब्स ओ बेब्स हजुर के छ के सोच्दैछौ केही सोचेको छैन यत्तिकै भन न मलाई थाहा छ केही सोचेछौ तिमीले सोचे होइन जस्ट यहाँ जे फिल भइरहेछ त्यो हो त्यही सोच त्यही भनेको सोचेको हो कि त्यो सोच्नु भनेको अर्कै यो फिल हुनु भनेको अर्कै कुरा हो नि त ल भन त्यो पनि के होइन जस्तै होइन मलाई लागेको क्या अहिले अब बस्ने बेला जस्तै हामी खसी बजारमा जान्छौँ नि खसी बजारमा जाँदा कस्तो दुखेको भाइब आउँछ नि या तपाईँलाई हुन्छ कि होइन तर त्यो कस्तो पीडितवाला भाइब केही न केही दुख्छ क्या यहाँ मन अनि जस्तै अब मन्दिरहरू जाँदाखेरि कस्तो पिसफुल कस्तो पोजिटिभ भाइबहरू आउँछ नि होइन अनि त्यस्तै यहाँ बस्दा त मलाई कस्तो के विदाउट थिङ्किङ जुन सुन्नेवाला हुन्छ नि न फ्युचर न सम्झिने न पास्ट जस्ट लिभिङ इन द प्रेजेन्ट टाइपको के सुन्ने छ क्या चारैतिर त्यो नेचरको भन्दा साउन्ड केही पनि नसुनिने क्या लाइक हुन्छ नि यहाँ आएर यसरी बस्दा यति मन सुन्ने भइदिनु क्या माइन्ड कन्ट्रोल हुन्छ आफै कन्ट्रोल भइरहेको छ क्या लाइक न केही सोच्न आएको छ न केही सम्झेको छु जस्ट सिटिङ अलिकति त्यत्तिकै बसिरहेको मेडिटेसन गर म त यहीँ घर्किन्छु क्या झन् डिप्रेसनमा जान्थ्यो अहिले एकछिन आनन्द आएको पछि यस्तै क्वाइट हो भने आत्तिन्छ फेरि किन आत्तिने यस्तो पिसफुल फिल भइरहेको यस्तो ठाउँ त धेरै त्यो सिडनी बाहेक अरू तिमी जता पनि जान्छौ यस्तै हुन्छ त सिडनी मेलबर्न त्यो सिटीतिर हो कि अलिकति होइन अरू ठाउँमा गयो भने यस्तै हुन्छ अलिअलि मलाई त कस्तो शपथ गाउनु मन लाग्यो अहिले बिहानको बेला अन्त के टाइम गेलानुको बेला हो शपथ गाउन पनि
एभ्री टाइम इज पर्फेक्ट टाइम तिम्रो भिडियो खिच्ने चक्करमा भिडियोमा काचक्कै खिचेछु लव हुआ अब ये न पूछो ये कब हुआ हाँ लव हुआ दोनों ने चाहा ये तब हुआ अरू कुनै गाना छ अरू कुनै गानाको डिमान्ड छ ठ्याक्कै गाना गाउँछु भन्दा यादै आउँदैन कि त्यतिकै मेरो मुखमा के गाना आइरहेको छ म गाइदिन्छु कि आज मैं आ गई जमाना है पीछे चली ओ खुदा अब मैं क्या करूं तुम आगे के उल्टे चलूं आज मैं पर आसमान की आज मैं आ गई जमाना है पीछे यहाँसम्मले चाहिँ यहाँ क्या धूप बरसती है तुम आओगे मुझे मिलने खबर भी तुम्हें लाना बहुत आई गई यादें मगर इस बार तुम्हें लाना ओ ल त्यतिकै गाइदिएर ऱ्यान्डमली पो रमाइलो लाग्यो कस्तो गाउँ न हामी स्टे हुने अघि हामी आएको अर्कै बाटो है यो चाहिँ यहाँको अलिकति लामो सिप होइन अब यो चाहिँ अलिकति छोटो तर अलिकति के लाग्यो यहाँ फोन राख भनेर फोटो के को लागि खास ए हाम्रो चाहिँ अब यो बिचहरू कसरी चेन्ज हुन्छ ओभर टाइम भनेर चाहिँ यो रिसर्च गर्ने जस्तो रहेछ कि जसले आउँछ फोटो खिच्छ होइन अनि यो एप डाउनलोड गरेर अपलोड गर्छ अनि एभ्री इयर यिनीहरूले चेक गरिराखेको हुन्छ कि फोटोहरू के चेन्ज हुन्छ बिचहरूमा के चेन्ज हुन्छ भनेर चाहिँ रिसर्च जस्तो रहेछ कि कोर्स भइसक्यो त धेरै हुन्छ मान्छेले के भन्छ भनेर डराउने हो र अनि चियापत्ती धेरै हुन्छ अनि कहाँ हाल्ने के हुन त चियापत्तीहरूलाई बाक्लो खानु भइहाल्छ नि मैले चाहिँ यसमा यहाँ भने चटपटी काटेर खाने यहाँ काट्दैछु रमाइलो छ दियोस् इन्भाइरोमेन्ट बाहिर खानपिनको व्यवस्था हुँदैछ सधैँ जस्तो सदाबहार चटपटे सदाबहार चिया पाक्दैछ त्यहाँ रेशमाको फेभरेट मलाई त खासै मन पर्दैन त्यस्तै छ बनाउँदैछु दिदीले म चाहिँ भिडियो खिच्दैछु होइन त हजुर हो नि तर हो ल अर्को गेस्ट आउनुभयो यहाँ अब खानेकुरा अब खानालाई आउनुभएको होला घुम्दै हुनुहुन्छ यहाँ साइड साइड हामीले केही पालेछौँ कि अनि हेर्नलाई अब
त्यो चाहन्छ र यो हो कि यो हो त्यो नहाल्छ नि फेरि त फोहोर हाल्दिनँ यहाँ हालिदिन्छु बरु बिचरा त्यसो हेपेर दिँदिनँ माया गरेर दिन्छु नि रेशमा दिदीसँग आएको छ नि गएको त कहाँ फर्किनु पाउँछ बद्नुमा लाग्छ त मलाई अब यता आउँछ आउँदैन आयो थाहा पाइसक्यो यिनीहरू फेरि कस्तो राम्रो हुन्छ नि त यहाँको मान्छेले केही गर्दैन नि त कसैले नि हाम्रो चिया उम्लियो सट्ट अब खाइन्छ निरेशमा पनि यहाँ चटपट रेडी भयो अनि लन्च गर्दै हुन्छ उता आउनु न हाम्रो चिया कति राम्रो भयो अनि चटपट एज युजल अनि हाम्रो सानो यहाँ गेस्ट आएको छ खाएर नि भ्याएछ सबै बिचरा कहिले बुझाइदिएको थियो कि थिएन भने क्या आज अब नेक्स्ट कहाँ जाने त अब कि नेक्स्ट दिन अर्कोचोटि अर्को पटक प्लान गऱ्यो भने सक्सेस हुँदैन अनप्लान गऱ्यो भने हुन्छ आज पनि अनप्लान भएर रमाइलो भयो तर नेक्स्ट डे भनेको थाहा छैन तर समवेयर यस्तो क्वाइट प्लेस समवेयर यस्तो क्वाइट प्लेस के A beautiful day on the beach, so bright. Blue water sparkling in the sunlight. White sand beneath my feet, so free. Green mountains standing beside the sea. The gentle breeze whispers through the air. A peaceful feeling everywhere. My heart is calm, my soul restored. I'm grateful for this day. Oh Lord, thank you for this beautiful world, for blue oceans and mountains tall. जति खोज्यो उति जाने तल खोइ त गएन मेरो पुट्ने गइसक्यो जतिको जति देख्छ त भिडियो हो यो I want to thank my biology for this.
मेरा लिए चाहिँ फेलो क्या खा रहे हैं हामी भुजा अचार अनि सब्जी अचार अनि सब्जी पिकनिक होइन स्मल पिकनिक अहिले चाहिँ चिया बनाएर खानुपर्छ अलिअलि धेरै गर्मी छ अनि यहाँ गर्मी चाहिँ खानु मन लाग्यो भने पिरो छैन मैले खुर्सानी टोकेँ पिरो खानेलाई कहाँ पिरो हुन्छ नखानेलाई पो पिरो हुन्छ नि बिरो खान्न मेरो भन्दा त खानुहुन्छ नि त कलजल दिनै खान्छु अनि मलाई पिरो भयो त्यही हो तपाईँलाई किन भएन ए बुढी बुढी क्याड्दै हो बसिरहेको किन आएर यहाँ बसिसक्दै नि यस्तरी गर नबसेर आनन्दले स्विम गर्न जाम भनेर होइन रेडी भएर बसेको कस्तो चिसो हावा लाग्यो क्या कस्तो नगई त्यहाँ मन मानेको छैन त्यो पानीमा होइन जाम जाडो होला जस्तो भयो क्या अब जाने नि त बिस्तारै के भएर म गइदिनु त के अरे म बिरामी छु नचिदिने बेला पानीमा नजाने बेलासम्म मात्रै हो कि म बिरामी नभए जानुहुन्थ्यो के अरे जानु के हेर्न गरेर सन्चो हुन्छ यहाँ बल्ल तल्ल सन्चो भयो अब आफूलाई जानु पऱ्यो त हौ जाने हो त कहाँ जानु त म जान्छु तपाईँ ल जाउँला नि सँगै के भयो